हेर्नुस् है साथी हो मेरो यहाँ एकदम अर्ग्यानिक बस्तीको सब्जीहरू आइपुगेको छ यहाँ हाम्रो सिटोङबाट चाहिँ यहाँनिर नानाले ल्याइदिनु भएको यो इस्कुस छ। इस्कुस चाहिँ एकदमै मिठो, मैले यो पकाएर खाएँ। अनि यो फर्सी छ, यो फर्सी पनि अस्ति नै पनि खाएको, एकदमै मिठो दामी टेस्टी छ। अनि यो केरा छ, यो केरा पनि एकदम अर्ग्यानिक केरा, एकदमै मिठो छ। अनि यहाँनिर नाकिमा छ, यहाँ नाकिमा पनि यहाँ ल्याइदिनु भएको छ नानाले। र यो नाकिमा पनि एकदमै मिठो हुन्छ, यो चाहिँ गान्तोकतिर प्रायः पाउने गर्छ। अनि यति मात्र होइन, यो चाहिँ सिटोङबाट आएको सब्जीहरू। फेरि लालुङबाट पनि आइपुगेको छ, यी साग आइपुगेको छ। इस्कुस चाहिँ एकदमै ठुलो ठुलो खालको यो साइजको रहेछ। यो पनि मिठै हुन्छ, पकाइ पनि पहाडको सब्जीहरू मिठो हुन्छ। अनि अर्को कुरो चाहिँ यहाँनिर स्पेसल डल्ले खोर्सानी छ, यो चाहिँ मलाई एकदमै लसुनसँग पिसेर खानु चाहिँ मिठो लाग्छ। र आज मेरो सब्जीहरू चाहिँ यति आएको छ। र जसले पनि पठाइदिनु भयो, ल्याइदिनु भयो, धन्यवाद छ। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिउन्।